पर्खाइको यात्रा जतिसुकै लामो भए पनि आशा कहिल्यै मर्दैन भन्ने विश्वास हुन्छ। तर कहिलेकाहीँ भाग्यले त्यो विश्वासलाई चकनाचुर बनाइदिन्छ। जिन्दगीमा केही खबरहरू यस्ता हुन्छन् जसले केवल एउटा परिवारलाई होइन सम्पूर्ण समाजलाई रुवाउँछ। एक बुबा पितृ कार्यमा व्यस्त हुँदा उनलाई सन्तान सधैँका लागि नफर्कने खबर सुन्नु परेछ। त्यो क्षण शब्दभन्दा ठुलो पीडा थियो। सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम मार्फत इजरायल पुगेका विपिन जोशी इजरायल र हमासको युद्ध हुँदा 2 वर्ष अगाडि उनी अलुमिम बस्तीबाट हमासको अपहरणमा परेका थिए। उनी एक्ला गैर इजरायली बन्धक हुन्। उनको परिवारले रिहाइका लागि नेपाल र इजरायल दुवै ठाउँबाट सक्रिय रूपमा पहल गरिरहेको थियो। तर आशाका लागि गरिएको पहल निराशामा परिणत भयो, किनभने आज मात्रै उनको मृत्यु भएको पुष्टि भएको छ। उनलाई अपहरण गरेको 1 महिनामै मारिएको अनुमान गरिएको छ। बुबा महानन्द जोशीलाई आशा थियो उनका छोरा विपिन जोशी एक दिन गाजाबाट फर्केर अङ्गालोमा आउनेछन्। तर असोज 28 गते त्यो आशा सधैँका लागि चकनाचुर भयो। हमासले सार्वजनिक गरेको बन्धकहरूको सूचीमा विपिनको नाम नदेखिँदा पनि परिवारले आशा मार्न छोडेको थिएन। तर त्यही दिन भीमदत्त नगरपालिका 1 मा आफ्नै कान्छा बुबाको श्राद्धमा व्यस्त रहेका विपिन जोशीका बुबा महानन्द जोशीलाई सन्तान अब कहिले नफर्किने खबर आयो। शोकमाथि शोक झेलिरहेका जोशी परिवार मात्र होइन, पुरै गाउँ स्तब्ध छ। परिवार अझै आधिकारिक पुष्टि पर्खिरहेको छ। तर विपिनको खबरले देशभर सन्नाटो छाएको छ। यो समाचारले केवल एउटा परिवारको पीडा होइन, हजारौँ आमा बुबाहरूको मुटु छोएको छ। दर्शकबिन, तपाईहरुलाई यदि हाम्रो भिडियो मन परेमा एक लाइक गर्न नभुल्नुहोला र विपिन जोशीका लागि हार्दिक श्रद्धाञ्जली लेख्न पनि नभुल्नुहोला।